दिदी इन्कम कति हो भन्नु भएको छ। ओके, म तपाईहरुलाई चाहिँ मेरो युट्युबको इन्कम चाहिँ साथीहरु नमस्ते। म चाहिँ तपाईहरुलाई एउटा जानकारी दिन आएको। के जानकारी भन्नु पर्दाखेरि सो हेलो नमस्ते। आज म केही नेपाली युट्युबरहरु रिगार्डिङ इम्पोर्टेन्ट र न्यू अपडेट लिएर उपस्थित भइसकेको छु र आजको हाम्रो फर्स्ट भिडियो रहेको छ गुरुङ इटिङ च्यानलको तर्फबाट। उहाँले चाहिँ आफ्नो मन्थली युट्युब इन्कमको बारेमा केही कुरा भन्नुभएको छ। सो तपाईहरु देख्न सक्नुहुन्छ। दिदी इन्कम कति हो भन्नु भएको छ। ओके, म तपाईहरुलाई चाहिँ मेरो युट्युबको इन्कम चाहिँ भन्छु है। युट्युबबाट चाहिँ तपाईहरुले गर्न सक्नुभयो भने चाहिँ एकदमै धेरै पैसा छ, एकदमै धेरै पैसा छ है, एकदमै धेरै पैसा छ। पैसा नहुने होइन, युट्युबमा धेरै छ पैसा, तर आफूले गर्न सक्नु पर्यो। अब युट्युबमा आरपीएम सीपीएम सबै भनेर हुन्छ, त्यो कन्डिसन्सहरु हुन्छ कि तपाईको भ्युजहरु धेरै गयो भन्दैमा पैसा धेरै आउँछ भन्ने हुँदैन। फेरि कहिलेकाहीँ भ्युज थोरै जाँदाखेरिमा पनि पैसा धेरै आउँछ। इट डिपेन्ड्स तपाईको भिडियो कहाँबाट हेर्नु भएको छ हैन। जस्तो अब इन्डियाबाट, जस्तो अब तपाईको युके युएस जापान हङकङ त्यस्तोबाट हेर्नु भएको छ भने धेरै आउँछ, आरपीएम धेरै हुन्छ। आरपीएम भनेको आरपीएम अब आरपीएम धेरै हुन्छ। त्यस्तो जुन भिडियोमा आरपीएम धेरै हुन्छ त्यसमा चाहिँ पैसा धेरै हुन्छ। आरपीएम थोरै भएको पैसामा चाहिँ पैसा थोरै नै हुन्छ। सो पैसा चाहिँ हुन्छ। अब मैले चाहिँ मोटामोटी तपाईहरुलाई भन्नु पर्दाखेरिमा मैले कति कमाउँछु यताउता कति जिज्ञासा छ होला तपाईहरुको पनि हैन। मैले भनिर पनि रहा हुन्छु, विभिन्न प्लेटफर्ममा गएर मैले भनेको पनि छु मैले यति कमाउँछु भनेर। सो मैले चाहिँ फ्लक्चुएट चाहिँ भइराख्छ है, इन्कम चाहिँ फ्लक्चुएट भइराख्छ। आज यो महिनामा मैले यति कमाएँ भने नेक्स्ट महिनामा मैले त्यति नै कमाउँछु भन्ने हुँदैन। त्योभन्दा धेरै पनि कमाउन सक्छु, त्योभन्दा कम पनि कमाउन सक्छु। त्यसैले चाहिँ फ्लक्चुएट चाहिँ हुन सक्छ। तर मैले चाहिँ यति चाहिँ डेफिनेटली कमाइरहेको छु भनेर चाहिँ म तपाईलाई भनिदिन्छु है। इट्स अराउन्ड 2.5 सम्म चाहिँ मैले मेरो हातमा परेकै हुन्छ एभ्री मन्थ हैन। अब त्यो भनेको मेरो एभरेज पनि हैन, यसले मिनिममको कुरा गरेको छ है। मिनिमम 2.5 सम्म चाहिँ एभ्री मन्थ आउँछ। अब म्याक्सिमममा गयो भने त राम्रै हो, म्याक्सिमममा गयो भने राम्रै आउँछ। र हाम्रो नेक्स्ट भिडियो रहेको छ बेबो ब्लग्सको तर्फबाट। बेबो ब्लग्सको च्यानललाई चाहिँ युट्युबबाट हटाइदिएको थियो र त्यसैले उहाँको अहिले भिडियोहरु आइरहेको छैन र अहिले चाहिँ बेबो ब्लग्सको युट्युब च्यानललाई युट्युबले रिमुभ गरिदिएको छ र उहाँको च्यानलमा 1 हप्तासम्म भिडियो अपलोड गर्न मिल्दैन। सो उहाँले के भन्नुभएको छ तपाईहरु हेर्न सक्नुहुन्छ। नमस्ते। म चाहिँ तपाईहरुलाई एउटा जानकारी दिन आएको। के जानकारी भन्नु पर्दाखेरि चाहिँ मेरो बेबो 2002 युट्युब च्यानलमा युट्युबले भिडियो रिमुभ गरिदिनु भयो। गरिदिसकेपछि 1 हप्तासम्म भिडियो हाल्न पनि मिल्दैन। सो धेरै जनाले चाहिँ मेरो ब्लगहरुको चाहिँ इन्तजार गरिरहनु भइरहेको हुन्छ। उहाँहरुलाई चाहिँ एकदम धेरै म माफी माग्न चाहन्छु किनकि 1 हप्तासम्म चाहिँ मैले भिडियोहरु अपलोड गर्न मिल्दैन। सो त्यतिन्जेलको लागि चाहिँ हजुरहरुले यो च्यानलमा, यो चाहिँ बेबो अफिसियल, यो चाहिँ मेरो बुढाले चलाउनु हुने च्यानलमा चाहिँ हजुरहरुले भिडियोहरु हेर्दै गर्न सक्नुहुन्छ। सो 1 हप्ता भित्रमा चाहिँ मलाई चटक्क माया नमार्दिनु होला। सकेर 1 हप्ता पछि म फेरि ब्याक हुन्छु, ब्याक टु ब्याक म ब्लग पोस्ट गर्छु मेरो च्यानलमा। अहिलेलाई चाहिँ मेरो बुढाकोमै भिडियो हेर्दै गर्न होला है त। लास्ट साथीहरु नमस्ते।